नमस्ते, म लक्ष्मण साई। हाल म स्कटल्यान्डको एडिनबरामा छु र मैले यस भिडियोमा चाहिँ मैले विशेष गरेर नेपाली भाइ बहिनीहरूको लागि मैले बनाउँदैछु र यस भिडियोमा चाहिँ विशेष गरेर यहाँ थुप्रै युनिभर्सिटीहरू छन् जसमध्येमा चाहिँ म आफै पनि विद्यार्थी क्युएमयूको विद्यार्थी भएको हुनाले चाहिँ र त्यसमा चाहिँ म एकदमै क्युएमयूबाट प्रभावित भएको हुनाले चाहिँ मैले चाहिँ विशेष गरेर नेपाली भाइ बहिनीहरूको लागि एउटा गाइडेन्स भिडियो बनाउँदैछु र जसमा चाहिँ हजुरलाई चाहिँ एकदमै हेल्पफुल हुन्छ भन्ने चाहिँ आशा राखेको छु। हस्, धन्यवाद। एडिनबरामा स्वागत छ, एउटा यस्तो सहर जहाँ हरेक गल्लीमा इतिहास जीवित छ र हरेक दृश्यसँग सुन्दरता झल्किन्छ। अनगिन्ती कथाहरूले भरिएको यो ग्याल्टन हिल, जहाँ अर्थर सिटबाट प्रकृति र शान्ति सहरमाथि एकसाथ भेटिन्छ, जहाँबाट स्कटल्यान्डको सबैभन्दा मनमोहक दृश्य देखिन्छ र आकाशरेखा माथि गर्वका साथ उभिएको एडिनबरा क्यासलले यो सहरको शक्ति, सम्पदा र राजसी इतिहासको सम्झना दिलाउँछ। प्रिन्सेस स्ट्रिटले अर्कै लय ल्याउँछ, जीवन्त, आधुनिक र ऊर्जा भरिएको एडिनबराको मुटुमै रहेको। यो थियो एडिनबराको सुन्दरता, इतिहास र जीवन्तता। अब यात्रा गर्छौँ यही सहरमा रहेको एउटा विशेष शैक्षिक गन्तव्यतर्फ, क्वीन मार्गरेट युनिभर्सिटी अर्थात् क्युएमयू। रिसेप्सनमा हरेक यात्राको सुरुवात मार्गदर्शन, सहयोग र विद्यार्थी तथा आगन्तुकका लागि न्यानो स्वागतबाट हुन्छ। समस्या समाधानका लागि र विद्यार्थीहरूलाई ज्ञान खोज्न, सिप विकास गर्न र आफ्नो शैक्षिक लक्ष्य हासिल गर्न सहयोग गर्न विशेष स्थान हो। लर्निङ रिसोर्स सेन्टर। लाइब्रेरीले विद्यार्थीहरूलाई अध्ययन, अनुसन्धान र सफल भविष्यको तयारीका लागि शान्त र एकाग्र वातावरण प्रदान गर्दछ। क्युएमयूले 1875बाट अहिलेसम्म सेवा सुविधाहरू दिँदै आइरहेको छ। क्याफेटेरिया केवल खाना खाने ठाउँ मात्र होइन, यो विद्यार्थीहरूले आराम गर्ने, एकअर्कासँग जोडिने र क्याम्पस जीवनको आनन्द लिने स्थान हो। कक्षा कोठाभित्र विचारहरू आदान प्रदान हुन्छन्, सिपहरू विकास हुन्छन् र विद्यार्थीहरू आफ्ना स्थानतर्फ अर्को कदम अघि बढ्छन्। क्वीन मार्गरेटले विद्यार्थीहरूको लागि सहज आवासको व्यवस्था पनि प्रदान गरेको छ। यो हो एडिनबरामा बस्ने एक नेपाली विद्यार्थीको सामान्य बिहान। बिहान ऊ उठ्छ, दिनको सुरुवात गर्छ र ताजा हुन ब्रस गर्छ। त्यसपछि कलेजका लागि तयार हुँदै आफ्नो आइप्याड झोलामा राख्छ। भान्सामा गएर ऊ छिटो कफी बनाउँछ, बिहानलाई ऊर्जा दिने सानो सुरुवात। घरबाट निस्कनु अघि ऊ गुगल म्यापमा बसको समय हेर्छ ताकि ढिला नहोस्। सबै तयारी भएपछि ऊ जुत्ता लगाएर घरबाट बाहिरन्छ। अब सुरु हुन्छ उसको कलेज जाने यात्रा। बस चढ्दै नयाँ दिनतर्फ अघि बढ्दै यस्तै हुन्छ यहाँ विद्यार्थीको जीवन, सरल र व्यस्त र लक्ष्यतर्फ केन्द्रित। एडिनबरा एउटा पढ्ने ठाउँ मात्र नभएर यो एउटा अनुभव हो। यहाँका मानिसहरू एकदमै हेल्पफुल, वेलकमिङ र फ्रेन्डली छन् र यहाँको लाइफस्टाइल एकदम ब्यालेन्स छ। सुरुमा एडजस्ट हुन एकदम गाह्रो हुन्छ, पछि एडजस्ट भइहालिन्छ र यहाँ एडिनबरामा चाहिँ धेरै थुप्रै युनिभर्सिटीहरू छन्। सबै युनिभर्सिटी राम्रै नै छन्, तर म क्वीन मार्गरेट युनिभर्सिटीमा अध्ययनरत छु र जहाँ चाहिँ यहाँका लेक्चरहरू एकदमै सपोर्टिभ, होइन, यहाँको इन्भाइरोमेन्ट एकदमै एकदम पिसफुल, एकदमै शान्त र एकदमै सेफ छ।
र यहाँको फिस हामीले 8वटा इन्स्टलमेन्टमा चाहिँ फिस तिर्न सक्छौँ र जुन चाहिँ एकदमै स्टुडेन्टको लागि एकदमै सजिलो हुन्छ, एकदमै सजिलो हुन्छ, जुन चाहिँ स्टिल मैले अहिले पनि 8वटा इन्स्टलमेन्टमा तिरिरहेको छु, जुन मलाई एकदमै इजी भइरहेको छ। र यहाँको ट्रान्सपोर्टेसन पनि एकदम राम्रो छ। हरेक कुराहरू यहाँको लाइफस्टाइल नै एकदमै इजी छ। यहाँ चाहिँ मजाले एकदम लाइफस्टाइल बिताउन सक्नुहुन्छ। सो यदि कोही आउँदै हुनुहुन्छ, कोही प्लानिङ गरिराख्नु भएको छ भनेपछि एकदमै हजुरलाई वेलकम छ। इफ यु आर प्लानिङ टु कम हियर एज अ नेपाली स्टुडेन्ट, डोन्ट वरी, the city will be your next home. So thank you so much. See you in Edinburgh.